हेलो साथीहरू, के तपाईँहरूलाई पनि मलाई जस्तै ब्रिज गएर पानीसँग खेल्दै रमाउनु मन लाग्छ? यदि त्यसो हो भने तपाईँहरू पनि जान सक्नुहुन्छ पेन्ताई तेलुक बाइक पेनाङ भन्ने ठाउँमा। हेलो साथीहरू, वेलकम छ सबैजनालाई मेरो मिनी ब्लगमा। हामी चाहिँ आज ब्रिज जानको लागि खानेकुरा रेडी गर्दैछौँ अनि रेडी भइसकेपछि चाहिँ म चाहिँ एकदम प्याक गर्दैछु, किनभने रेडी पनि हुनु पऱ्यो नि त, कपडा सपडा लगाउनु पऱ्यो। फाइनली हामी चाहिँ रेडी भइसकेपछि हाम्रो फाइनल लुक चाहिँ यस्तो भएको छ। मेरो चाहिँ कपाल लामो छ, गर्मी भइरहेछ, त्यही पनि म रेडी भएँ है। अनि साथीको फोन आएपछि चाहिँ हामी सामान लिएर गयौँ। साथी चाहिँ होस्टेलमा लिन आएको थियो नि त, अनि उसले नै ब्रिज जाउँ भनेर प्लान बनाएको थियो, त्यही भएर हामी चाहिँ सबैजना जम्मा भएर गयो ब्रिज। फाइनली हामी चाहिँ ब्रिज आइपुगेपछि सबैजनालाई भोक लागिरहेको थियो है। अनि ब्रिजको लुक चाहिँ यस्तो छ, एकदम घाम चाहिँ यति धेरै कडा लागेको थियो, किनभने हामी चाहिँ दिउँसो गएको थियौँ नि त, अनि घाम लागिरहेको थियो, कति धेरै गर्मी पनि भइरहेको थियो, त्यही पनि रहर त हो होइन। मलाई नि ब्रिज जान एकदम मन लागिरहेको थियो। सबैजनालाई भोक लागिरहेको रहेछ कि मलाई मात्रै भनेको त, अनि सबैजनाले भोक लाग्यो भन्नुभयो। अनि हामी चाहिँ आफ्नो आफ्नो खानेकुरा निकालेर खाना सुरु गऱ्यो। हामीले बनाएको पनि सेयर गऱ्यौँ, उनीहरूले बनाएको पनि सेयर गऱ्यो। एकदम मिठो भयो, भोकले पनि होला है। अनि त्यसपछि हामी चाहिँ सबैजनाले खाजा खाइसकेपछि चाहिँ एक दुईवटा फोटो नि खिच्यो दिदी र म। अब अरू त पानीमा खेल्न बिजी भइहालेँ। अनि मैले चाहिँ यहाँनिर हेर्नु न, मम्मी लेख्छु भनेर पुरा पाना बनाएर लेख्दै थिएँ। पानीको छालले त मेरो लबै बोकेर लगिदियो भने है। कति धेरै रमाइलो भइरहेको थियो कि, अनि नाइट भ्यू चाहिँ यति धेरै राम्रो भएको थियो। अनि पानीमा खेल्दा खेल्दा टाइम सकेपछि राति भइसकेपछि चाहिँ हामी पोका पटौरो बोकेर फेरि रुमतर्फ लाग्यो। हामी आउँदा चाहिँ राति भइसकेको थियो। कति धेरै राम्रो ठाउँ छ, तपाईँहरू पनि जान सक्नुहुन्छ। हामी चाहिँ रुम आइपुग्यो।